एक दिन बिहानै एउटा युवक बुद्धको आश्रममा दौडिँदै आइपुग्यो। उसको अनुहार मलिन थियो, आँखा थकित अनि मन बोझिलो। हे महात्मा, उसले भन्यो, म सबैको सेवा गर्छु, सबैको काममा सहयोग गर्छु। कसैले केही माग्यो भने म हो भन्न बाध्य हुन्छु। म कसैलाई नाइ भन्न सक्दिनँ। म राम्रो मान्छे बन्न खोजिरहेको छु, तर किन म भित्र शान्ति छैन? किन म भित्र क्रोध, थकाइ र निराशा भरिएको छ? युवकको कुरा सुनेपछि बुद्धले शान्त स्वरमा भने, तिमी भित्रको आवाज सुन्दैछौ कि अरूको? बुद्धको प्रश्न सुनेपछि युवक अलमल्लमा पर्यो। त्यसपछि बुद्धले एउटा सानो ढुङ्गा उठाएर युवकलाई दिए र भने, यो ढुङ्गा लिएर बजार जाऊ र 1000 रुपैयाँ माग, तर कसैलाई पनि यो ढुङ्गा नबेच। बुद्धको आज्ञा पालन गर्दै युवक बजार पुग्यो र सबैलाई ढुङ्गाको बारेमा बतायो। मानिसहरू उसलाई हेर्दै हाँस्न थाले। उनीहरूले भने, 10 रुपैयाँ पनि दिँदैनौ यो ढुङ्गाको लागि। कसैले त्यो युवकको अपमान गरे भने कोही रिसाए। दिनभरि बजार डुलेर थकित भएपछि निराश हुँदै युवक बुद्ध कहाँ फर्कियो। उसले बुद्धलाई भन्यो, महात्मा, यो ढुङ्गाको त कसैले मूल्य दिएनन्, उल्टो मैले कति गाली सुन्नु पर्यो। युवकले यति भनेपछि बुद्ध फेरि मुस्कुराए र भने, अब यही ढुङ्गा तिमी सुन व्यापारी कहाँ लैजाऊ। युवकले फेरि बुद्धले भने जस्तै त्यो ढुङ्गा लिएर सुन व्यापारी कहाँ गयो। सुन व्यापारीले ढुङ्गा हेर्यो, त्यसलाई हातमा लिएर घामतिर फर्कायो। त्यो ढुङ्गा घामको किरणमा निकै चम्किरहेको थियो। यत्तिकैमा सुन व्यापारीले भने, यो त दुर्लभ निलम हो, म तिमीलाई यसको 1 लाख रुपैयाँ दिन सक्छु। व्यापारीको कुरा सुनेपछि युवक स्तब्ध भयो। ऊ बुद्ध कहाँ फर्कियो र बुद्धलाई सोध्यो, एउटै ढुङ्गा, एउटै आकार, तर बजारमा त यसको कुनै मूल्य थिएन, तर सुन व्यापारी कहाँ त लाखौँ मूल्यको भयो। युवकको कुरा सुनेपछि बुद्धले मुस्कुराउँदै भने, यस ढुङ्गाको मूल्य सबैले बुझ्दैनन् र तिमी पनि यस्तै हौ। सबैको नजरमा तिम्रो मूल्य उस्तै छैन। सुन व्यापारीले यो ढुङ्गाको महत्त्व बुझे जस्तै जसले तिम्रो महत्त्व बुझेको हुन्छ उसलाई तिमीले खुसी बनाउन जरुरी छैन, र जसले तिम्रो महत्त्व बुझेको हुँदैन उसलाई तिमीले जतिसुकै खुसी बनाउने प्रयास गरे पनि तिमी असफल हुन्छौ। तिमी जब जब अरूलाई हो भन्छौ, आफ्नो इच्छा, समय र आत्मालाई चिर्दै, तब तब तिमी आफूलाई हराइरहेका छौ। तिमी मानिसहरूको अपेक्षामा बाँधिन त सक्छौ, तर उड्न सक्दैनौ। सबैलाई खुसी बनाउने नाममा तिमी आफै दुखी भइरहेका छौ। होइन भन्न जान्नु स्वार्थ होइन, आत्मसम्मान हो। होइन भन्नु आफ्नो आत्मा बचाउने कुरा हो। यति भनेपछि युवकले बुद्धको कुरा राम्ररी बुझ्यो र खुसी हुँदै आफ्नो बाटो लाग्यो। त्यसैले साथीहरू, यही कारण हो कि हामीले सबैको पछि दौडिनु अगाडि एकचोटि आफैलाई सम्झन जरुरी छ। हो भन्नु त सजिलो हुन्छ, तर कहिलेकाहीँ होइन भन्नु नै साँचो माया र आत्मसम्मान हो। जब हामी आफैलाई महत्त्व दिन थाल्छौँ, तब अरूको नजरमा पनि हाम्रो मूल्य बढ्छ। त्यसैले अबदेखि हरेक निर्णय लिनु अगाडि एकचोटि आफ्नो भावना, शान्ति र आत्मालाई सोध्नुहोस्, के म यो साँच्चै गर्न तयार छु कि म केवल अरूलाई खुसी पार्न लागिरहेको छु? किनभने दिनको अन्त्यमा तपाईको शान्ति नै तपाईको सबैभन्दा ठुलो सम्पत्ति हो।